लाल टमाटर बडे मजेदार, आहा टमाटर बडे मजेदार। अहिले मार्केटमा एकदमै राम्रो राम्रो टमाटर आइरहेछ र मैले पनि टमाटरको रेसिपी किन नबनाउने भनेर मैले पनि धेरै नै टमाटर बोकेर आइहालेँ बजारबाट। अब चाहिँ मैले यसको चाहिँ दुई भागमा मैले रेसिपी बनाइरहेको थिएँ होइन। एउटा चाहिँ अस्ति बनाएर मैले हालिसकेको छु टमाटोको सस र यो चाहिँ मैले चाहिँ टमाटरको चटनी। त्यसको लागि मैले टमाटर धोएँ होइन, धोएर पखालेर यसलाई पुसेँ होइन। सबै पुसेर मैले एउटा पनि पानी राखेको छैन होइन। त्यसपछि मैले यसलाई चाहिँ रफली चप गरिरहेको छु। एकदमै फाइन चप गर्नु पर्दैन, रफली चप गर्दा हुन्छ। अनि त्यो चाहिँ टमाटरको आइ चाहिँ निकाल्नु होला, त्यसले चाहिँ त्यो टमाटर राम्ररी गल्दैन त्यो आइले गर्दाखेरि, त्यही भएर त्यसलाई चाहिँ निकाल्नु होला। यता मेरो तेल तातिसक्यो, सो मैले चाहिँ साइडमा एकछिन सेलाउनको लागि राखेँ। अनि सेलाइसकेपछि मैले तेलमा चाहिँ अरू चाहिने इन्ग्रिडियन्ट्सहरू अब राख्दैछु होइन। अब मैले फेरि बसाएँ होइन, तेल एकदमै धेरै नै तातो भइसकेको थियो, त्यही भएर मैले एकछिन रेस्ट गरेँ। त्यसपछि मैले यो कालो तोरी हालेँ, त्यसपछि कलन्जी होइन, कालो जिरा भन्छ हामी नेपालमा चाहिँ होइन। अनि त्यसपछि सौँफ हालेँ होइन, त्यसपछि जिरा हालेँ। त्यसपछि हामीले यसलाई एकछिन भुट्ने होइन, एकछिन मतलब धेरै पनि भुट्नु पर्दैन है। अनि हिङ पनि हालेँ होइन, लगभग सानो टेबल स्पुनको चाहिँ 1 स्पुन जति हालेँ। अनि त्यसपछि चाहिँ मैले यो चाहिँ अदुवा लसुन र रातो खुर्सानीलाई रफली चप गरेको एउटा पेस्ट हो, जुन चाहिँ हामीले यो तेलमा हाल्छौँ होइन। पहिला चाहिँ हामीले रातो खुर्सानीलाई भिजाएर राख्नुपर्छ। आफूलाई जतिको पिरो चाहिन्छ त्यो अनुसार आफूले सेलेक्ट गर्न सक्नुहुन्छ। मैले 6-7वटा रातो खुर्सानी भिजाएर अनि यसरी रफली मतलब ग्राइन्ड गरेर अब यो तेलमा मैले यसलाई फ्राई गरिरहेको छु होइन। यसमा राख्दाखेरि चाहिँ एकदमै टेस्टी हुन्छ। यो वेले हामीले अदुवा लसुन र रातो खुर्सानी हाल्दाखेरि जुन यसको स्वाद आउँछ त्यो एकदमै राम्रो हुन्छ। र यो अलिकति पाकिसकेपछि चाहिँ हामीले हाम्रो काटेको टमाटर हालिदिने। अहिले मार्केटको टमाटर एकदमै हेर्दा पनि सो नाइस होइन, एकदमै नै रातो रातो टमाटरहरू देखेपछि त अब यो रेसिपीहरू नबनाइ हुन्छ। र अब त्यसपछि मैले यो 2 चम्मच जति नुन हालेँ होइन, हाम्रो सफ्ट होस् भनेर चाहिँ यो नुन चाहिँ हामी तुरन्तै हाल्नुपर्छ, सो द्याट हाम्रो टमाटर चाहिँ राम्ररी पाको सफ्ट होस्। अनि त्यसपछि एकछिन छोड्ने होइन, यसलाई अलिकति ढाकेर पकायो भने छिटो नै पाक्छ होइन। अनि यो चाहिँ मैले चाहिँ मेथी दानालाई पनि मैले चाहिँ यसमा ग्राइन्ड गरेर राखेँ। अब बेसार आफूलाई जति चाहियो बेसार होइन, 1 टेबलस्पुन बेसार हालेको छु भने धनियाँ पनि लगभग 1.5 टेबलस्पुन राखेको छु। त्यसपछि रातो खुर्सानी, यो चाहिँ काश्मिरी लाल मिर्च हो होइन, यसले कलर अझ राम्रो दिन्छ भनेर चाहिँ मैले 1 टेबलस्पुन काश्मिरी लाल मिर्च यसमा एड गरेको छु। अब एकछिन पकाउने होइन। हेर्नुहोस् त अचार कस्तो राम्ररी नै पाकिरहेछ होइन। हामीले यो अचारहरू लङ स्टोर गरेर राख्न सकिन्छ होइन। अनि मैले यसमा चाहिँ यो चाहिँ सक्खर राखेको छु होइन। यो सक्खरले चाहिँ हाम्रो यो अचारलाई अझै एन्हान्स गर्छ। हेर्नुहोस् मेरो अचार रेडी छ। अब हामीले यसलाई चाहिँ यो अलिकति हामीले यसरी फ्लेभर गर्नको लागि चाहिँ यो धुवाँले एउटा एकदम डिफ्रेन्ट फ्लेभर दिन्छ यो अचारमा चाहिँ होइन। त्यही भएर तपाईँहरूलाई यस्तो फ्लेभर मनपर्छ भने गर्नुहोस्, होइन भने नगर्दा पनि केही हुँदैन होइन, इज अप्सनल हो। अनि मैले चाहिँ यो स्मोकी फ्लेभर्सको लागि यो युज गरेको थिएँ होइन, यसले एकदमै राम्रो फ्लेभर आउँछ। अब मेरो रेडी भयो अचार। अब यो हामीले चाहिँ स्टोर गरेर राख्न सक्नुहुन्छ, तर रेफ्रिजरेटरमा राख्नुपर्छ होइन। बाहिर राख्दाखेरि चाहिँ त्यति लामो जाँदैन, फ्रिजमा राख्नुभयो भने चाहिँ 2 देखि 3 महिना 4 महिनासम्म जान सक्छ। सो मेरो अचार रेडी छ, तपाईँहरू पनि ट्राई गर्नुहोला। थ्याङ्क यू फर वाचिङ।